आन्याङहासेयो साथीहरू नमस्कार। आज हाम्रो कोरियन भाषाको पहिलो दिन है त। आज हामी कोरियन भाषाको पहिलो दिनमा चाहिँ कोरियन वर्णमाला र कोरियन लिपिको परिचयको बारेमा पढ्नेछौँ है त। कोरियन लिपिको परिचय यस प्रकार रहेको छ है त। कोरियन लिपिलाई हाङ्गुल भनेर भन्ने गरिन्छ है। हाङ्गुल जोसेन वंशका राजा सेजोङले सन् 1443 मा सन् कतिमा 1443 मा हाङ्गुलको विकास गरेका हुन् र सन् 1443 10 महिना 9 गते हैन 10 महिना 9 गतेबाट प्रचलनमा ल्याएका हुन्। त्यसैले प्रत्येक वर्ष 10 महिना 9 गतेमा हाङ्गुक नाल मनाइन्छ है। हाङ्गुलको विकास गर्नुभन्दा अगाडि चाहिँ कोरियामा चाइनिज भाषा बोल्ने गरिन्थ्यो हैन। चाइनिज भाषा चाहिँ सर्वसाधारणहरूलाई बोल्न र बुझ्न निकै कठिन हुने भएकोले सेजोङ भन्ने राजाले आफ्नो पालामा चाहिँ छुट्टै हाङ्गुलको निर्माण गरे हैन। त्यसमा चाहिँ उनले 40 वटा वर्णमालाहरूको निर्माण गरेका छन् है त। 40 वटा वर्णमालाहरूको निर्माण गरेका छन् जसमा हामी आज पढ्नेछौँ है त। हाङ्गुल कतिवटा छ त? 40 वटा हैन। 40 वटामा 19 वटा चाहिँ कन्सोनेन्ट भइहाल्यो, व्यञ्जन वर्ण है। व्यञ्जन वर्ण कतिवटा? 19 वटा। 21 वटा भोयल स्वर वर्ण है त। कति भयो? 40 वटा है। फेरि 19 वटालाई पनि सिंगल कन्सोनेन्ट कतिवटा? एकल व्यञ्जन वर्ण 14 वटा। अनि डबल कन्सोनेन्ट मिश्रित व्यञ्जन वर्ण कतिवटा त? 5 वटा। हो 14 र 5 गरी यसरी विभाजन गरेका छन् है त। 14 र 5 कति भयो? 19 वटा है। त्यस्तै भोयल 21 वटामा सिंगल भोयल चाहिँ 10 वटा। एकल स्वर वर्ण कतिवटा छन् त? 10 वटा। अनि डबल भोयल मिश्रित स्वर वर्ण कतिवटा छन् त? 11 वटा। 10 र 11 21 वटा हो 19 र 21 कति भयो त? 40 वटा है। यसरी चाहिँ हाङ्गुललाई उनले विभाजन गरेका छन् है त। आज चाहिँ हामी कन्सोनेन्टको बारेमा पढ्नेछौँ है। कन्सोनेन्टको बारेमा पढ्नेछौँ। अब कन्सोनेन्टहरूको बारेमा के पढ्नेछौँ भन्दाखेरि कन्सोनेन्टहरू के हुन्, त्यसलाई कसरी लेख्ने, कसरी पढ्ने है त, यसको बारेमा हामी पढ्नेछौँ है त। अब हामी कन्सोनेन्टको बारेमा पढ्नेछौँ है त। कन्सोनेन्ट भिडियो अन्तिमसम्म हेर्नु होला। म तपाईहरुलाई अन्तिममा चाहिँ कन्सोनेन्टहरू कसरी याद गर्ने भनेर टिप्स दिनेछु है त। यसलाई छाउँ पनि भन्ने गरिन्छ। सिंगल कन्सोनेन्ट कतिवटा छ त? 14 वटा है त। अब 1 नम्बरमा के हो त? यो 7 जस्तोलाई के भनिन्छ? ग, क अनि ख। अब एउटै व्यञ्जनलाई चाहिँ ग, क र ख भनिदो रहेछ। कुन चाहिँ उच्चारण गर्ने भनेर कन्फ्युज भइन्छ नि त हैन। त्यसैले गर्दा हामीले यो कन्सोनेन्टहरू पढिसकेपछि उच्चारणको नियम पढ्नेछौँ र त्यसमा सबै कुराहरू क्लियर हुन्छ है त। कुन कन्डिसनमा चाहिँ ग उच्चारण गर्ने, कुन कन्डिसनमा चाहिँ क उच्चारण गर्ने र कुन कन्डिसनमा चाहिँ ख उच्चारण गर्ने भनेर क्लियर हुन्छ है त त्यो उच्चारण सम्बन्धी नियममा। अब 2 नम्बरमा चाहिँ के छ? न। यो चाहिँ एल आकारकोलाई के भनिदो रहेछ? न। अनि 3 नम्बरमा सी आकारकोलाई द, थ अनि त। 4 नम्बरमा र सिधा धर्का तल, फेरि लेफ्ट सिधा, तल फेरि राइट सिधा गर्यो भने र अथवा ल है त। 5 नम्बरमा एउटा वर्गाकार कोठालाई के भनिदो रहेछ? म भनिन्छ है त। 6 नम्बरमा यु आकारकोलाई बीचबाट काट्दिने हो भने यसलाई के भनिन्छ? ब, प अनि फ है त। अनि 7 नम्बरमा यस्तो धर्का तान्ने, यसलाई बीचबाट काट्दिने भने यसलाई के भनिन्छ? स अथवा त है त। 8 नम्बरमा यो 0लाई के भनिन्छ? ङ अथवा यसलाई अ पनि भन्ने गरिन्छ, तर त्यो चाहिँ कहिले पनि उच्चारण हुँदैन है त। त्यो चाहिँ साइलेन्ट रहन्छ है त। 9 नम्बरमा फेरि स लेख्ने, त्यसपछि एउटा मात्र धर्का तान्दिने हो भने यो के भयो? ज, छ अनि त है त। 10 नम्बरमा अब यो जलाई लेख्ने, त्यसपछि माथि एउटा धर्का तान्दिने, यो के भयो? छ अथवा त है त। 11 नम्बरमा 7 हो। दुईटा टाइपको हुन्छ नि त 7 पनि। एउटा यस्तो हुन्छ, एउटा यस्तो 7 हुन्छ है त। यस्तो 7लाई चाहिँ के भनिन्छ त? ख र क। यो 7लाई चाहिँ ग, क, ख भनिन्छ भने यो 7लाई चाहिँ ख र क मात्रै भनिदो रहेछ है त। 12 नम्बरमा यो ई जस्तोलाई के भनिन्छ? थ अनि त पनि भनिन्छ है त। 13 नम्बरमा बराबर बीचबाट काट्दिने अथवा रोमन 2 जस्तोलाई के भनिन्छ त? फ अथवा प। 14 नम्बरमा 0 तेर्सो धर्का अनि ठाडो धर्का है त। यसलाई के भनिन्छ? ह अथवा त पनि भन्ने गरिन्छ है त।
हो त यी 14वटा सिङ्गल कन्सोनेन्टहरू भए है यिनीहरूलाई चाहिँ आदि अक्षरमा लेख्ने गरिन्छ किनकि 14वटा कन्सोनेन्ट चाहिँ फाच्छिम कन्सोनेन्टहरू है त फाच्छिम हो फाच्छिम भनेको चाहिँ फाच्छिम फाच्छिम हो है फाच्छिम हो फाच्छिम भनेको के हो भनेपछि आधा अक्षर यो चाहिँ आधा अक्षर हो यसलाई पुरा अक्षर बनाउनको लागि यसमा चाहिँ हामीले भोइल पनि जोड्नु पर्ने हुन्छ है यो पनि हामी पछि सिक्नेछौँ है त अहिले चाहिँ जस्तो यो कन्सोनेन्टहरू पढ्ने है यो आदि अक्षर हो भनेर पढ्ने है त अब यसमा पनि 3वटा छ है द त थ पनि छ र ल छ अब यो चाहिँ उच्चारण सम्बन्धीको नियममा सबै कुराहरू क्लियर हुन्छ कि कुन कन्डिसनमा चाहिँ कुन उच्चारण गर्ने भनेर सबै कुराहरू क्लियर हुन्छ यसमा कुनै आत्तिनु पर्दैन है त अहिले चाहिँ हामीले यो पढ्दाखेरि कसरी याद गर्ने त अब है कसरी याद गर्ने त अब यसमा त 3वटै याद गर्ने कि अहिलेबाटै होइन यसमा पनि 3वटै याद गर्ने कि होइन यसरी 3वटै अहिले नै याद गर्नु पर्दैन अहिले चाहिँ हामीले ग भनेर याद गर्दा हुन्छ है त यो दुईटालाई अहिले याद नगर्ने है यसमा पनि मात्रै दलाई याद गर्ने अनि यसमा पनि रलाई मात्रै याद गर्ने अनि अहिले यसमा पनि बलाई मात्रै याद गर्ने अनि यसमा सलाई मात्रै याद गर्ने स हो भनेर अनि यसमा ज हो भनेर मात्रै याद गर्ने अनि यसमा छ हो भनेर याद गर्ने यो ख भनेर याद गर्ने यो चाहिँ थ भनेर याद गर्ने यो चाहिँ फ भनेर याद गर्ने यो चाहिँ ह भनेर याद गर्ने है यसरी याद गर्ने अहिले यो चाहिँ याद गरिराख्नु पर्दैन है त यो याद गरिराख्नु पर्दैन यिनीहरू पछाडिकोहरू पछि हामी उच्चारण सम्बन्धी नियममा पढ्दाखेरि यिनीहरू आफै अटोमेटिक याद भइहाल्छ है त्यही भएर हामीले चाहिँ यो गोलो घेराहरूलाई मात्रै अहिले याद गर्ने है त अनि अब यो सबै यो त आदि अक्षरहरू हो होइन हामीले पढिसक्यौँ मैले भनिसकेँ अघि नै यो सबै आदि अक्षरहरू हो होइन अब यसलाई पूर्ण अक्षर बनाउनको लागि चाहिँ त्यो भोइल पनि जोड्नु पर्ने हुन्छ है अब यसरी यो 14वटा कन्सोनेन्टहरूलाई चाहिँ याद गर्नुपर्ने हुन्छ है अब हामी पढौँ डबल कन्सोनेन्टहरू के हुन्छ डबल कन्सोनेन्टहरू है भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला म लास्टमा तपाईँहरूलाई यिनीहरूलाई कसरी याद गर्ने भनेर टिप्स दिनेछु है त भन्ने छु है कसरी याद गर्ने भनेर भन्ने छु त्यही भएर भिडियोलाई चाहिँ लास्टसम्म हेर्नु होला है त साथीहरू अब हामी डबल कन्सोनेन्टको बारेमा पढौँ है कन्सोनेन्ट डबल कन्सोनेन्ट कतिवटा थिए त 5वटा है अब डबल कन्सोनेन्ट भनेको चाहिँ सिङ्गल कन्सोनेन्टबाटै बनेको छ है त यो कुनै नयाँ आकारको पनि छैन कुनै नयाँ व्यञ्जन वर्ण पनि होइन है त यो जुन हामीले 14वटा सिङ्गल कन्सोनेन्टहरू पढ्यौँ नि त्यसैबाट नै डबल कन्सोनेन्टहरू पनि बनेको छ है जस्तै हामीले के पढ्यौँ त डबल कन्सोनेन्ट सिङ्गल कन्सोनेन्टबाट हामीले जस्तो 5वटा मात्रै लेख्छु है मैले 1 नम्बरमा यो पढेको थियौँ हामीले यसलाई हामीले के भनेको थियौँ यसलाई हामीले ग क ख भनेको थियौँ है ग क ख भनेको थियौँ तर अहिले मैले यहाँ ग मात्रै लेख्छु है त यसलाई हामीले अहिले मैले यसलाई ग मात्रै लेखेँ 2 नम्बरमा द यसलाई द लेखेँ 3 नम्बरमा योलाई के पढाएको थियौँ ब 4 नम्बरमा स 5 नम्बरमा ज भनेर पढाएको थियौँ होइन हो यिनीहरूबाट नै डबल कन्सोनेन्टहरू बनेको छ है त अब कसरी बनेको छ भन्दाखेरि यसरी बनेको छ दुईचोटि लेख्दाखेरि डबल कन्सोनेन्ट भइहाल्यो है अब यो के हुन्छ त यसको उच्चारण क हुन्छ है त क अब यसको उच्चारण के हुन्छ त यो दुईचोटि लेख्यो भने यसको उच्चारण त हुन्छ अब यसलाई दुईचोटि लेख्यो भने यसको उच्चारण प हुन्छ अब यसलाई सलाई दुईचोटि लेख्यो भने यसको उच्चारण स हुन्छ अब यसलाई दुईचोटि लेख्यो भने यसको उच्चारण च हुन्छ है यसको उच्चारण च हुन्छ हो यही हो डबल कन्सोनेन्ट भनेको पनि कुनै फरक छ त छैन है अब एउटा गलाई दुईचोटि लेख्दाखेरि त्यो डबल कन्सोनेन्ट भइहाल्यो एउटा दलाई दुईचोटि लेख्दाखेरि डबल कन्सोनेन्ट भइहाल्यो एउटा बलाई दुईचोटि लेख्दाखेरि डबल कन्सोनेन्ट भइहाल्यो एउटा चलाई दुईचोटि लेख्दाखेरि डबल कन्सोनेन्ट भइहाल्यो एउटा जलाई दुईचोटि लेख्दाखेरि डबल कन्सोनेन्ट भइहाल्यो तर यसको यहाँ ज छ भने यसको उच्चारण के भयो त च भइदियो है यसको चाहिँ स भइदियो तर अलि डिप तरिकाले हुन्छ यो चाहिँ स भनेर हुन्छ यो स मात्रै हुन्छ भने यो चाहिँ स भनेर हुन्छ है त अब यसको ब उच्चारण थियो यसको प उच्चारण भइदियो है त यसको त उच्चारण भइदियो यसको क उच्चारण भइदियो हो यसरी सिङ्गल कन्सोनेन्टहरूबाट नै डबल कन्सोनेन्टहरू बनेको छ के यसमा कुनै पनि गाह्रो भन्ने चिज छैन तर कुन कुन हो भनेर चाहिँ हामीले याद हुनु पर्यो है त कुन कुन हो भन्ने कुरा चाहिँ याद हुनुपर्छ अब त्यसपछि चाहिँ अब मैले यो डबल कन्सोनेन्टहरू लेख्दाखेरि कसरी लेख्ने त है डबल अब यसरी लेख्दा यो डबल कन्सोनेन्ट मानिँदैन है त जस्तै हामीले यसरी लेख्दा पनि यो पनि डबल कन्सोनेन्ट होइन है त हामीले कसरी लेख्ने यसरी नजिकै लेख्ने तर टच पनि हुनु भएन
है, यसरी टाढा भयो भने हुँदैन है त, यसरी टाँसियो भने पनि हुँदैन है त। अब हामी यो कन्सोनेन्टहरूलाई कसरी याद गर्ने त, कसरी पढ्ने त भनेर म हल्का सिकाउने छु है त तपाईँहरूलाई। यो याद गर्न सजिलो पनि छैन, गाह्रो पनि छैन, अब आफूमा डिपेन्ड हुने कुरा हो है कतिको पढिन्छ भनेर। अब अलि मेहनत चाहिँ गर्नै पर्ने हुन्छ है त, सुरुमा अलि मेहनत गर्ने बानी चाहिँ बसाउनु पर्ने हुन्छ, सुरुमै हेलचक्राइ गऱ्यो भने चाहिँ हुँदैन है। फेरि अब म तपाईँहरूलाई सिकाउने छु है त कसरी यो कन्सोनेन्टहरूलाई याद गर्ने भनेर। अब यो कन्सोनेन्टहरूलाई यो भनेको के हो, ग है, यसले हामीले ग भनेर पढ्ने। अहिले क र ख भनेर चाहिँ पढ्नु नपढ्नुहोस् है, क र ख हामी पछि नियममा पढ्नेछौँ, अहिले चाहिँ ग भनेर मात्रै पढ्नुहोस् है त। यसलाई ग भनेर मात्रै सुरुको अक्षरहरू भनेर अघि जुन मैले गोलो लगाएको थिएँ त्यो मात्रै पढ्नुहोस् है त, ग। अब यसलाई हामीले एक पुरै यसरी लेख्ने है त, एक पेजमा ग ग ग यसरी पुरै तलसम्म लेख्यौँ होइन, यहाँसम्म लेख्यौँ, ल पुरै तलसम्म लेख्यौँ। अनि त्यसपछि फेरि हामीले लेख्ने यता पनि ग, एक पेजभरि पुरै ग ग लेख्ने है त, ग ग यसरी ग ग लेख्ने है, पुरै पेजभरि नै लेख्ने। अनि फेरि फेरि ग ग लेख्ने, फेरि यसरी ग ग ग पुरा तलैसम्म लेख्ने। अब 3 चोटि लेखिसक्यौँ नि, 3 चोटि लेखिसकेपछि अब के गर्ने, अब ग सुरुमा लेख्ने नेपाली ग होइन, त्यसपछि कोरियन ग लेख्ने, यसरी यसरी पनि 3 चोटि लेख्ने, 3 चोटि है त, ग लेख्नुहोस् ग हो, यसरी तलैसम्म लेख्ने, यसरी 3 चोटि लेख्ने। यो एक चोटि भयो, 2 चोटि अनि 3 चोटि फेरि लेख्ने, फेरि यसलाई 3 चोटि दोहोऱ्याउने, फेरि यसैलाई फेरि दोहोऱ्याउने है त, फेरि यसैलाई फेरि दोहोऱ्याउने हो, यसरी लेख्नुपर्ने हुन्छ। यसरी पढ्यो भने चाहिँ हामी कहिले पनि बिर्सिँदैन के, सबै 14 वटालाई नै यसरी पढ्ने। सुरुमा एउटा पेजमा ग मात्रै, अर्को पेजमा द मात्रै, अर्को पेजमा न मात्रै हो, यसरी अनि 14 वटालाई यसरी पढ्ने हो भने हामी कहिले पनि बिर्सिँदैन क्या हो। यसरी जिगजाग गरेर पढ्ने, सुरुमा 3 सेम तरिकाले पढ्ने, त्यसपछि यसलाई सुरुमा नेपालीमा लेखेर फेरि कोरियनमा लेखेर यसरी 3 चोटि लेख्ने, फेरि त्यसरी नै एक पेजभरि पुरै लेख्ने है। सबैले 14 वटालाई लेखिसकेपछि के गर्ने भने फेरि यसलाई जसरी अघि हामीले लेखेका थियौँ नि सुरुमा सिङ्गल कन्सोनेन्टहरू एक पेजभरि लेख्ने कि, फेरि फेरि एक पेजभरि लेख्ने, यसरी ग अनि यो न होइन, द अनि र अनि म हो, यो सबै छ नि यो 14 वटा, 14 वटालाई नै एउटा पुरै पेजमा लेख्ने कि, पुरै पेजमा लेख्ने है, पुरै पेजमा लेख्ने। अनि त्यसपछि नहेरिकन लेख्ने प्रयास गर्ने है त, त्यसपछि के गर्ने, नहेरिकन लेख्ने प्रयास गर्ने है। अब कहाँनिर जानिँदैन त, कहाँनिर हामी अड्किन्छौँ, कहाँनिर जानिँदैन, त्यसपछि पनि हेर्ने होइन, फेरि चिट गर्ने होइन, आफैले सम्झिने, यसपछि के थियो यो के थियो भनेर सम्झिने है त हो। त्यो सम्झिँदाखेरि सम्झियो त ठिकै छ, सम्झिएन भने फेरि चाहिँ हेर्ने, त्यो हेरेपछि नि हामी कहिले पनि त्यो बिर्सिँदैनौँ हो। यसरी पढ्यो भने चाहिँ हामीलाई पुरै कन्ठ हुन्छ। मैले पनि यसरी नै पढेको थिएँ, हुन त आफ्नो तरिका हुन्छ, यो चाहिँ मेरो तरिका हो है, याद भइरहेको छैन भने यो चाहिँ बेस्ट तरिका हुनसक्छ, त्यही भएर यो तरिकाले पढ्यो भने कहिले पनि बिर्सिँदैन है त, एकदमै याद हुन्छ है। आज हामीले यसको बारेमा पढ्यौँ। अनि त्यो डबल कन्सोनेन्टहरूलाई पनि त्यसरी नै एक पेजभरि लेख्ने है, त्यसपछि फेरि त्यो सबैलाई एउटा पेजमा लेख्ने, फेरि त्यसपछि फेरि एउटा पेजभरि नहेरिकनै लेख्ने प्रयास गर्ने हो। यसरी प्र्याक्टिस गर्ने हो भने हामीले मजाले कन्सोनेन्टहरू जान्छौँ है त। फेरि मजाले कन्सोनेन्टहरू जान्छौँ, हामीलाई कुनै पनि पछि हामी मजाले कोरियन भाषा पढ्न सक्छौँ है त, कोरियन च्याप्टरहरू पढ्न सक्छौँ है। ल हजुर, आज चाहिँ हामी यत्तिकै गरौँ है, अर्को दिन फेरि हामी भोइसहरू पढौँला है त। मिनिङहरू पनि हेर्दै गर्नु होला है त, मिनिङहरू कम्तीमा पनि अहिलेबाट नै 20 वटा मिनिङ चाहिँ दिनको पढ्नुपर्ने हुन्छ है, रट्नुपर्ने हुन्छ, याद गर्नुपर्ने हुन्छ। यदि मिनिङ जानिन भने चाहिँ केही पनि आउँदैन है त। ल आज चाहिँ यति गरौँ, अनि अर्को नेक्स्ट डे चाहिँ हामी भोइसको बारेमा पढ्नेछौँ है त। खाम्साहाम्निदा, धन्यवाद।